स्वागत छ हजुरहरूलाई चौतारीको पहिलो श्रृङ्खलामा। म हजुरहरूकै होस्ट सरोज तिमसिना। सबैभन्दा पहिला त चौतारी किन भन्ने विषयमा अलिकति व्याख्या गरौँ है त। हजुरहरूले अब यदि हजुरहरू 30 वर्ष अगाडि जन्मिनु भएको थियो भने हजुरहरूले हुर्काउँदै गर्दा देख्नुभयो, हामी हुर्काउँदै गर्दा बाटा साइडमा ठुला बरपिपलका रुख हुन्थे, तीमुनि चौतारी हुन्थे। दो बाटाहरूमा पँधेरा साइडमा मूल पानी फुटेका ठाउँमा यसरी नै चौताराहरू बनाइएका हुन्थे बरपिपलका रुखमुनि। अनि आमाहरू मेलापात गएर आएर त्यहाँ बिसाएर आफ्नो भलाकुसारी गर्नुहुन्थ्यो। बुवाहरू गोठाला गएर खेतको काम सकेर आएर बजार जाँदा आउँदा बीच बाटोमा पानी खाँदै ती चौतारीहरूमा आराम गर्दै आफ्नो जीवनका विभिन्न आयामहरूबारे भलाकुसारी गर्नुहुन्थ्यो। आफ्नो साथीभाइसँग हाँसो ठट्टा गर्नुहुन्थ्यो, आफ्ना कुराहरू सुनाउनुहुन्थ्यो। तर बिस्तारै परिवर्तनको गति तीव्र भयो। त्यो सँगसँगै बाटोहरू अलिकति फराकिला भए, खोलाहरू साँगुरा भए, अनि ती बरपिपल मासिँदै गए। बरपिपलसँगै मासिए ती चौतारीहरू है। अनि समयको द्रुत गतिको विकाससँगै हाम्रो जीवनमा चाहिँ इन्टरनेट आयो। इन्टरनेट आएपछि धेरै सामाजिक सञ्जालहरू आए, फोन, ट्याब्लेट, कम्प्युटर जस्ता डिभाइसेसहरू आए हाम्रो जीवनमा। अनि हामी जुन समय पहिला चौतारी चिया पसलमा बिताउँथ्यौँ, सार्वजनिक स्थलहरूमा बिताउँथ्यौँ, ती समय हामी अहिले आएर सोसल मिडिया, इन्टरनेटमा बिताउन थाल्यौँ है, सामाजिक सञ्जालहरूमा बिताउन थाल्यौँ। यसले गर्दा आफ्नो हातमा भएको फोनले विश्वसँग जोडिँदा पनि हामी झन्झन एक्लो महसुस गर्न थाल्यौँ। हाम्रो एक्लोपनको समस्याहरू बढ्दै गए। हामी सामाजिक भन्दा पनि व्यक्तिगत जीवन धेरै निर्वाह गर्न थाल्यौँ। अनि बिस्तारै यसले गर्दा हाम्रो समाजमा डिप्रेसन, स्ट्रेस, एक्लोपन जस्ता विभिन्न किसिमका मानसिक अस्वस्थताहरू पनि देखिन थाले है। यो एउटा पाटो भयो। अनि त्यसैले मलाई पनि यसरी आफ्नो मनमा भएका कुराहरू छलफल गर्ने, सुनाउने एउटा ठाउँ खड्किरहेको थियो मनमा। अनि मैले आफ्नो साथीभाइहरूसँग यसो सरसल्लाह गर्दा उहाँहरूलाई पनि यसरी नै खड्किरहेको रहेछ। त्यसैले हामीले मिलेर एउटा इन्टरनेटमा यस्तै पहिला हामीले बाटो छेउमा बसे जस्तै एउटा चौतारीको कल्पना गऱ्यौँ, जहाँ हामी साथीभाइ आएर आफ्नो मनमा लागेका कुराहरू, आफ्ना जिज्ञासा, समस्याहरूलाई सुनाउन सकौँ मन खोलेर भनेर चौतारीको परिकल्पना भयो है। अब दोस्रो अंशमा चौतारी के का लागि र चौतारीको प्रमुख प्रयोजन के हो भन्ने बारेमा अलिकति व्याख्या गरौँ है। अब जीवनमा दुःखको कमी त यत्तिकै पनि कसैलाई पनि छैन होइन। जीवन निर्वाह गर्न नै धेरै दुःख कठिनाइ सामना गर्नुपर्छ। त्यो बाहेक जीवन आफैमा कति कुराहरू, दुःखका कुराहरू अँटेर आएको छ। जस्तो कि अब मेरा पुर्खाहरू मभन्दा अगाडि बितेर जानुहुन्छ होइन। दुर्घटना हुन्छ कतिजनाको जीवनमा, कतिले उमेरमै आफूले माया गरेको मान्छेहरू गुमाउनुपर्छ, आर्थिक अभाव हुन्छ, शारीरिक अस्वस्थता हुन्छ होइन। यसरी नै अब भनौँ न, भन्दै जाँदा जीवनमा दुःख कति कारणले हुन्छ भन्दै गयो भने कहिल्यै नसकिने गरी लामो छ होइन। यसरी नै धेरै किसिमका दुःखहरू जीवनमा पर्छन् नै हामी सबैलाई। अब यो बाहेक हामीलाई दुःख परेको बेलामा हामीले दुःखसँग कसरी साक्षात्कार गर्ने, दुःखबाट कसरी सिक्ने र अगाडि बढ्ने भन्ने ज्ञानको त हामीलाई यत्तिकै पनि कमी छ नै है। त्यो बाहेक हाम्रो अर्को एउटा ठुलो भावनात्मक बाटो छ। जस्तो कि हामीलाई रिस उठ्छ, लाज लाग्छ, घिन लाग्छ, डाहा लाग्छ। यी सबै कुराहरूले कुनै न कुनै रूपले हाम्रो जीवनयापनलाई झन कठिन बनाउँदै लगेका हुन्छन् है। हाम्रो सामान्य जीवनयापनलाई झन्झन जटिल बनाउँदै लगी नै रहन्छन्। अनि यो त अवश्य सबैलाई पर्ने कुरा भयो है। अब मलाई दुःख परिसकेपछि मैले योसँग कसरी साक्षात्कार गर्ने, कसरी सिक्ने, यसलाई कहाँ लगेर बाँड्ने भन्ने प्रक्रिया र प्लेटफर्म, मञ्चको झनै ठुलो अभाव छ है।
अनि यसरी आफूलाई सङ्घर्षशील समयमा, दुःखको समयमा आफूलाई एकदम गाह्रो पर्दा आफ्नो कुराहरूलाई कहीँ राख्न नपाउँदा, भन्न नपाउँदा यो भित्रै गुम्सिएर झन् जटिल मानसिक समस्याहरूका रूपमा विकास हुँदै जान्छ होइन आफूभित्र। अब समस्या त विकास भयो, तर समाधानका लागि कहाँ जाने भन्ने कुरामा झनै ठुलो अन्यल छ। पहिलो त हामी सामाजिक रूपले नै मानसिक अस्वस्थताका कुराहरूलाई सामान्य रूपमा हेर्दैनौँ है। एउटा ठुलो ट्याबु, अङ्ग्रेजीमा ट्याबु भन्छ, मैले अहिले ठ्याक्क शब्द चाहिँ बिर्सेँ, तर हामी यसलाई एकदम पूर्वाग्रही रूपले हेर्छौँ। जस्तो कि मलाई कुनै मानसिक अस्वस्थता देखियो र मैले यो कुरा कोही काहीँ सेयर गरेँ, कसैलाई सेयर गरेँ र उहाँले यो कुरा बढाउँदै लानुभयो, अरूलाई सुनाउँदै लानुभयो भने कोही मलाई मन नपर्ने मान्छेले यही कुरालाई अपव्याख्या गरी फलानु त पागल भएछ, फलानुको त दिमाग ठिक छैन भन्ने हावासम्म समाजमा फैलाउने कुरा सामान्य नै हो हाम्रो समाजमा है। अनि यसरी मलाई मानसिक समस्या त छँदैछ, तर मैले मेरो समस्या बाहिर ल्याएँ भने भोलि म मेरो परिवारबाट, समाजबाट एक्लिन्छु, यो समाजमा हाँसोको पात्र बन्छु भन्ने डरले हामी धेरैजना आफ्नो समस्यालाई आफूभित्रै दबाएर राख्न बाध्य छौँ है। अनि यसरी समस्याको बारेमा खुलेर विचार विमर्श गर्न पाइएन, सल्लाह सुझाव लिन पाइएन भने समस्या त रोगको रूपमा बढ्दै जाँदै नै छ। आफूलाई पनि त्यो अन्यल झन्झन बढ्दै जाँदैछ र आफूलाई पनि म यो समस्याबाट कहिल्यै निस्किन सक्दिनँ होला भन्ने भान पार्दैछ त्यो समस्याले। अब हामी दोस्रो श्रृङ्खलामा हाम्रो यो जस्तै शोक, सुर्ता, दुःख परेपछि त्यसलाई कसरी प्रोसेस गर्ने, कसरी त्यसलाई साक्षात्कार गर्ने, त्योबाट कसरी सिक्ने, त्यसलाई कसरी बाँड्ने भन्ने ज्ञान र मञ्चको कमी अथवा अभाव कहाँसम्म खड्किन्छ भन्ने हामी पछिल्लो श्रृङ्खलाहरूमा कुरा गर्छौँ है। तर अब हजुरले देखिहाल्नुभयो यसरी समस्या छ र समाधानसम्म पुग्नलाई हजारौँ अडचनहरू छन् समस्यामाथि पनि होइन। त्यसैले हामीले चौतारी भन्ने मञ्च स्थापना गरेर चाहिँ हजुरहरूलाई यस्तै समस्या हुँदाखेरि आफ्ना समस्याहरू पोख्न पाइयोस्, सुझाव खोज्न पाइयोस्, सरसल्लाह लिन पाइयोस् भन्ने हिसाबले यो मञ्चलाई स्थापना गरिएको हो। यो मञ्चको प्रमुख प्रयोजन चाहिँ यसरी नै समाजले पूर्वाग्रही रूपमा हेर्ने, समाजले सहज रूपमा विचार विमर्श गर्न नचाहने, छलफल गर्न नचाहने विषयहरूमा चाहिँ खुलेर छलफल गर्न सकियोस्, सुरक्षित महसुस गरेर आफ्ना समस्याहरूलाई अगाडि ल्याउन सकियोस् अनि विश्वासपूर्ण रूपले यसका समाधानहरू खोज्न सकियोस् भन्ने हेतुले हामीले चौतारी भन्ने मञ्च स्थापना गरेको हो। यस मञ्चद्वारा हामी समाजले सामान्यतया छलफल गर्न नरुचाउने, पूर्वाग्रह राख्ने विषयहरूमा विस्तृत रूपमा खुलेर छलफल गर्ने एउटा सुरक्षित माहौल बनाउने हाम्रो जमर्को हो है। अनि यो प्रयासमा हामी निरन्तर लागि नै रहनेछौँ र अहिलेसम्म हामीहरूले यहाँसम्म आइपुग्दा हामीहरूले एउटा युट्युब च्यानल र फेसबुकको पेज लाई इस्टाब्लिस गरेका छौँ। अब म अलिकति हाम्रो कार्यशैलीको बारेमा पनि हजुरहरूलाई सामान्य जानकारी दिन चाहन्छु यो पहिलो एपिसोडमा है। हामीहरूले चौतारी पेजमा हजुर जानुभयो भने त्यहाँ अब अलिअलि गर्दै हामीहरूले मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने, मानसिक स्वास्थ्यका अहम पिलारहरू के हुन्, अब जस्तै कुन कुन व्यवहारिक ज्ञान, अनुशासनका कुन कुन पाटाहरूले मानसिक सुस्वास्थ्यलाई कायम राख्न मद्दत गर्छन् भन्ने कुराहरू त गर्ने नै छौँ। त्यो बाहेक हजुरहरूले मानसिक जटिलतासँग गुज्रिँदा कस्तो अनुभव गर्नुभयो, त्यसबाट निस्किन कुन साहस देखाउनु भयो भनेर हजुरहरूका जीवनका कहानी, अनुभव, अनुभूतिहरूलाई पनि प्रकाशन गर्ने प्रयास गर्नेछौँ। त्यस सँगसँगै मानसिक अस्वस्थताबाट गुज्रिँदाखेरि रचनाले कस्तो भूमिका खेल्दछ, रचनात्मक रूपले जीवन बाँच्न सक्दा त्यसको कस्तो प्रभाव पर्दछ भन्ने कुराहरूलाई पनि विश्लेषण गर्नेछौँ र हजुरहरूले आफूले त्यो बेलामा कुनै रचना, कुनै कथा लेख्नु भएको छ, कुनै रचना गर्नुभएको छ भने ती रचनाहरू पनि हामी अरूहरूसँग बाँड्न
सहायता गर्नेछौँ हजुरहरूलाई र प्रोत्साहन गर्नेछौँ। हजुरहरू एकदम दुःखमा भएको बेलामा आफूलाई दुःखमा मात्रै कायम नराखी आफूलाई मुरली बजाउन आउँछ भने एकछिन समय मुरली बजाउने, पौडी खेल्न मन लाग्छ भने एकछिन समय पौडी खेल्ने, कहिले कविता लेख्ने गर्नाले हजुरहरूको मनलाई मेरो जीवनमा दुःख मात्रै छैन है, रमाइलो पनि छ, रचना पनि छ भन्ने कुरा महसुस गर्न सहायता पुर्याउँछ। र मेरो आफ्नो व्यक्तिगत अनुभवमा पनि रचना सबैभन्दा क्रिएटिभ र सबैभन्दा सुदिङ तपाईलाई राम्रो अनुभव गराउने बाटो हो आफ्नो डिप्रेसनसँग साक्षात्कार गर्न र त्यसबाट निस्किन। अब अलिकति फेसबुक पेजकै कुरा गरौँ है। हाम्रो पेजमा हजुरहरूले मैले अघि भने जस्तै बिस्तारै हामीले सामग्रीहरू प्रकाशित गर्दैछौँ र त्यो बाहेक हाम्रो पेजमा एउटा फारम छ जहाँ गएर हजुरहरूले 3 तरिकाले त्यो फारमलाई भरेर त्यो फारमसँग अन्तर्क्रिया गरेर आफ्ना अनुभवहरू हामीहरूसँग साट्न सक्नुहुन्छ। पहिलो भयो आफ्ना अनुभव अनुभूति र कथा सुनाउने। यदि तपाईँले आफ्नो जीवनमा कुनै दुःखसँग साक्षात्कार गर्नुभयो अथवा तपाईँका कोही साथीभाइ आफ्नो चिनेको मान्छेले कुनै दुःखसँग साक्षात्कार गरेको छ र त्यो दुःखको कहानी अनुभव हजुर हामीसँग साट्न चाहनुहुन्छ भने त्यहाँ थिचेर त्यहाँभित्र आफ्नो कहानी पोस्ट गरेर हजुरहरूले त्यो हामीलाई पठाउन सक्नुहुन्छ र हामीहरूले त्यसलाई पढेर हजुरको सहमति र स्वीकारोक्तिमा त्यसलाई प्रकाशन गर्नेछौँ। अब दोस्रो रहनेछ जिज्ञासा अथवा प्रश्नहरूका लागि। अघि मैले भनिहालेँ मानसिक स्वास्थ्यका समस्या, दुर्व्यसनी, यौन शिक्षा सम्बन्धी यस्ता कयौँ जिज्ञासाहरू समस्याहरू हामी कति युवाहरूको मनमा खेलिरहेका होलान् है। तर अघि मैले भने जस्तै एउटा सुरक्षित ठाउँ जहाँ गएर यी समस्याहरूलाई सुनाउन सकियोस्, यी जिज्ञासाहरूको उत्तर पाउन सकियोस्, त्यो सुरक्षित ठाउँको चाहिँ हामीलाई निकै अभाव छ। त्यसैले हजुरहरू आफ्नो समस्या जिज्ञासाको समाधान चाहनुहुन्छ र हामी पनि त्यसमा सहभागी भई हजुरलाई समाधान खोज्न सघाउँ भन्ने लाग्छ भने हजुरले यहाँ जिज्ञासा वा समस्या भन्ने बटनमा थिची आफ्ना जिज्ञासा वा समस्याहरूलाई त्यहाँ राख्न सक्नुहुन्छ, पोस्ट गर्न सक्नुहुन्छ अनि हामी त्यो पढेर हजुरलाई प्राइभेट मेसेजमा हुन्छ या यसरी नै पछि कुनै एउटा श्रृङ्खला बनाएर हजुरका समस्या जिज्ञासाहरूको उत्तर दिने प्रयास गर्नेछौँ है। अनि अन्तिम अथवा तेस्रो चाहिँ हजुरले केही मिठो रचनाहरू गर्नुभएको छ, कथा लेख्नुभएको छ, कहानी लेख्नुभएको छ भने ती रचनात्मक कुराहरूलाई चाहिँ हजुरहरूले हामीसँग सेयर गर्न सक्नुहुन्छ, हामीलाई पोस्ट गर्न सक्नुहुन्छ र हामी त्यसलाई हेरेर हजुरको सहमति लिएर त्यसलाई फेरि यसरी नै विभिन्न सामाजिक सञ्जालहरूमा पोस्ट गर्नेछौँ, सेयर गर्नेछौँ है त। यति भन्दै गर्दा मलाई लाग्छ मैले पहिलो श्रृङ्खलामा चौतारीको परिकल्पना कसरी भयो, चौतारीले एकम्प्लिस गर्न खोजेको उसको मूल लक्ष्य के हो अथवा भनौँ चौतारीको खाका के हो र चौतारीले गर्न खोजेको मूल काम के हो भन्ने कुरालाई प्रश्न पारे नै अनि चौतारीसँग हजुरहरूले कसरी अन्तर्क्रिया गर्न सक्नुहुन्छ भन्ने कुरालाई पनि अलिकति प्रश्न पारे भन्ने मलाई लाग्दछ। अब आजको यो श्रृङ्खलालाई चाहिँ म यतिमै बिट मार्न चाहन्छु। अब पछिको श्रृङ्खलामा हामी सुरुमा घरेलु रूपमा आफूलाई तनाव हुँदा, गाह्रो हुँदा, आफूलाई मानसिक अस्वस्थताका लक्षणहरू देखिँदा घरेलु रूपमा चाहिँ के विधि गरेर यी लक्षणहरूलाई न्यूनीकरण गर्न सकिन्छ, आफूलाई सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा हामी दोस्रो श्रृङ्खला बनाएर चाँडै नै हजुरहरू समक्ष लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि चाहिँ यो पहिलो श्रृङ्खला हेरेर चौतारीका बारेमा सामान्य जानकारी राखिदिनु होला र दोस्रो श्रृङ्खलाका लागि प्रतीक्षा गर्नुहोला भन्दै म हजुरहरूकै होस्ट सरोज आजका लागि बिदा हुन चाहन्छु है त। हस्त, नमस्कार अनि शुभ दिन।